अलि छिटो भन्दा पनि त्यस्तो अपरचोट जस्तै भयो। खास अहिले जाने भन्ने कुरा त थिएन, जानै पर्ने भएर गएर आउँछु भनेर हिँडेको। एकचोटि गएर भेटघाट गरेर आउँछु भनेर। हजुर। अस्मिता कसरी मिस गर्नुहुन्छ साथीसँगको त्यो पलहरूलाई? अब युके जाँदै गर्दाखेरि अब रेणुकाले चाहिँ गीत सङ्गीतको यात्रा अलिकति टाढा राख्ने हो कि भन्ने त्यो एक किसिमको दर्शकहरूलाई भ्रम पनि छ। तर त्यस्तो नहोला, किनभने गीत सङ्गीत भनेको यस्तो नसा हो। त्यो नसा लागिसके पछाडि हत्तपत्त त्यो नसाबाट उम्किन मान्छेलाई बुझ्नु गाह्रै हुन्छ। कतिको नजिक हुनुहुन्थ्यो जस्तो भिडियोहरू हेर्दै गर्दा है, नमराज र रेणुका त एकदम मिल्ने साथी जस्तो पनि देखिनुहुन्छ होइन? एकदम धेरै नजिक थियौँ हामी। झगडा गर्ने तर म पनि कहिले पनि तिमी नै आउँदैन, उसलाई पनि तिमी आउँदैन, मलाई नै आउँदैन, त नै हो बोल्दाखेरि नि है। बाई बाई हाँसेर मुस्कान साइड बाई बाई भन्ने सम्झना त आइहाल्छ, याद त आइहाल्छ। र अब सबै कुरा हुँदै गर्दा पनि अब यो त्योभन्दा यो जरुरी थियो र राम्रोसँग जानु। एकदम प्यारो साथी हाम्रो भनौँ न। अब सबैको प्यारो, सबैसँग राम्रो रमाइलो मान्छे, घुलमिल हुने, नजिक हुने मान्छे। एक त मैले साङ्गीतिक यात्रा सुरु गरेको पहिलो जोडी, मेरो पहिलोचोटि मैले गीत गाएको रेणुका भट्टराईसँग होइन। विदेश जाँदैछ, ठिक छ, उसको करियरको लागि हो होइन, उसको भविष्यको लागि हो। जहाँ गए पनि गीत सङ्गीत नबिर्सिए, आउँदै गरेँ होइन, माया नमारे भइगयो। रेणुका जतिको गायिकाले चाहिँ विदेश जानु पर्यो भने पछाडि कहीँ कतै भोलि यही ठाउँबाट हामी पनि ल जाँदैछौँ है भनेर अन्तर्वार्ता दिनुपर्ने दिन आउने हो कि भन्ने लाग्छ कि लाग्दैन दाइलाई? एउटा चेली आफ्नो माइतीघर छोडेर पढाइ घर गएको जस्तो फिलिङ भइरहेछ मलाई चाहिँ। हाम्रो विशेष गरी यी नेपाल रोधीघरको एउटा प्यारो चेलीलाई हामीले ठ्याक्कै माइतीघर छोडेर पढाइ घरमा बिदाई गरेको जस्तो अनुभूति हामीले गरिरहेका छौँ। अहिलेको दसैँ तिज उतै मानेर आउँछु बाबा भनी छ हामीसित। पहिलो बिहे र सँगै चाडपर्व आफूदेखि अलिकति टाढा हुने भइन्छ छ एकदमै। रेणुकालाई कसरी मिस गर्नुहुन्छ? कलाकारितामा छोटो समयमा अझै बढी प्रगाढ निकट भएको नाताले पनि र धेरै पारिवारिक हिसाबमा पनि अलि बढी गुलमिल भएको भएर अलिकति नरमाइलो फिल नै भएको छ। सङ्गीतले मात्रै नै जिन्दगी चाहिँ मान्छेको सफल हुन्छ भन्ने कुरा पनि छैन। आफ्नो व्यक्तिगत जिन्दगी पनि एकातिर छ र गीत सङ्गीतको जिन्दगी नै एकातिर छ। युकेको यात्रा प्रस्थान गर्दै हुनुहुन्छ, जम्बो टोली हुनुहुन्छ। रेणुकालाई सर्वप्रथम युकेको यात्रा एकदमै सफल रहोस् भन्दै हार्दिक स्वागत छ हजुरलाई। थ्याङ्क यू, धन्यवाद। सन्चो छैन? सन्चो छु। अलि यो छिटै भयो नि जस्तो अब रेणुका युके जाँदै गर्दाखेरि होइन, अब गीत सङ्गीतको यात्रालाई अलिकति टाढा राख्ने हो कि भन्ने प्रश्नहरू धेरै आइरहेको छ। अब धेरै दर्शकहरूलाई थाहा पनि भइसकेको छ होइन। अब यो खुलाइदिनु पर्यो हजुरले। अलि छिटो भन्दा पनि त्यस्तो अपरचोट जस्तै भयो। खास अहिले जाने भन्ने कुरा त थिएन, जानै पर्ने भएर गएर आउँछु भनेर हिँडेको। एकचोटि गएर भेटघाट गरेर
स्माललाई आउँछु भनेर हजुर। अस्मिता कसरी मिस गर्नुहुन्छ साथीसँगको त्यो पलहरूलाई? कसरी भन्ने सम्झना त आइहाल्छ, याद त आइहाल्छ र अब सबै कुरा हुँदै गर्दा पनि अब यो त्योभन्दा यो जरुरी थियो र राम्रोसँग जानु। छोरी बाबालाई जोड्न मन लाग्यो, अब छिटै बिहे गर्नुभयो छोरीले, अब युके जाँदै हुनुहुन्छ। सङ्गीत क्षेत्र अब छोड्दिन होला नि त। डर छ छोरीले साङ्गीतिक यात्रा छोड्ने हो कि भनेर? हजुर डर छ हजुरलाई साङ्गीतिक यात्रा छोरीले छोड्ने हो कि भनेर? अनि त्यस्तो डर पनि छैन, राम्रो ठाउँमा जाँदैछ गरे त्यस्तो डराउनै पर्ने छैन। अब गीत सङ्गीतको यात्रालाई कसरी मिस गर्नुहुन्छ? गीत सङ्गीतको यात्रालाई त अब आज म जे पनि छु, जुन माहौल छ गीत सङ्गीतकै यात्राले गर्दा हो, जुन कुराले गर्दा नै म हिजोको दिनमा पनि बेलायत गएको थिएँ, त्यही बेलामा सबैसँग चिन्जान भयो, आज यो माहौल भयो फेरि गीत सङ्गीतले गर्दा आज रेणुका भट्टराई बाँकी छु, अब एकदमै धेरै मिस गर्नेछु पनि, तर म गीत सङ्गीतदेखि टाढा हुने पनि छैन। मिस त भइहाल्छ अभियसली होइन। कति दिनको तपाईँको बसाइ रहनेछ भनेको त्यहाँ टेकेर मात्रै आइहाल्नुहुन्छ कि अलिक लामो समयसम्म बस्नुहुन्छ? ठ्याक्कै अब यति भन्ने त छैन, गइसकेपछि अब 1-1.5 वर्ष लाग्न पनि सक्यो, 2-4 महिनामै फर्किन पनि सक्यो, तर मेरो प्लानिङ चाहिँ 2-4 महिनामा फर्किन्छु भन्ने छ। तिजको कार्यक्रम सकेर आउनुहुन्छ कि? त्यो पनि हुनसक्छ। अब बाबालाई के भन्नुहुन्छ? आँखामा एकदमै आँसु आइरहेको छ बाबाको, अब एकदमै धेरै माया तपाईँले बाबालाई गर्छु मेरो साथी जस्तै पनि भन्नुभएको थियो। माया सबैलाई गर्छु, सबैजनाले आफ्नो ख्याल गर्नु होला, बाबा मम्मी साथीभाइ दिदी बहिनी सबैजना। यता दिदीहरूलाई जोड्छु थोरै नबोला के बोलौँ त? यी नेपाल रोधी घरको सबै जिम्माहरू आफैले लिनुहुन्छ, एडिट ल रेणुकाको टिमलाई एकदमै धेरै सपोर्ट पनि गरिराख्नु भएको। आज रेणुका युके जाँदै हुनुहुन्छ, रेणुकालाई कसरी शुभयात्रा भन्नुहुन्छ? हाम्रो त मलाई त कस्तो फिल भइरहेछ भने एउटा चेली आफ्नो माइतीघर छोडेर पराई घर गएको जस्तो फिलिङ भइरहेछ मलाई चाहिँ। हाम्रो विशेष गरी यी नेपाल रोधीघरको एउटा प्यारो चेलीलाई हामीले ठ्याक्कै माइतीघर छोडेर पराई घरमा बिदाई गरेको जस्तो अनुभूति हामीले गरिरहेका छौँ। उसको एउटा भनौँ न आफ्नो भविष्यको लागि गीत सङ्गीतलाई केही समय यही चाहिँ थाती राखेर बाहिर जाँदैछ। उसको भविष्य राम्रो होस् होइन, उसको जिन्दगी राम्रो होस्, अब त्यही नै हो हामीले भन्नु चाहन्छौँ। यी नेपाल रोधी घरमा एकदमै धेरै सबैभन्दा धेरै दोहोरी हेर्ने हो भने रेणुका अस्मिताले नै गाउनुभएका दोहोरीहरू धेरै छन्। जहाँसम्म लाग्छ हिजोसम्म पनि सुटिङ भइरहेको थियो होइन। अब त्यो यी नेपाल रोधी घरको टिमले त झन् धेरै मिस गर्ने पनि हुने नै अभियसली भइहाल्यो। अब युके जाँदै गर्दाखेरि अब रेणुकाले चाहिँ गीत सङ्गीतको यात्रा अलिकति टाढा राख्ने हो कि भन्ने त्यो एक किसिमको दर्शकहरूलाई भ्रम पनि छ कि? तर त्यस्तो नहोला, किनभने गीत सङ्गीत भनेको यस्तो नसा हो। त्यो नसा लागिसके पछाडि हत्तपत्त त्यो नसाबाट उम्किन मान्छेलाई मुस्किल गाह्रै हुन्छ। तर उसले अब भनौँ न केही समयदेखि चाहिँ उसले गीत सङ्गीतमा निरन्तरता अगाडि बढिरहेको हुनाले उसको त्यो गीत सङ्गीतको निरन्तरता चाहिँ रहन्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। अब केही समय हो जस्तो लाग्छ मलाई। ऊ अलिकति बाहिर आफ्नो जीवनको सेटलमेन्टको कुरा पनि रहन्छ होइन। अब सधैँभरि गीत सङ्गीतले मात्रै नै जिन्दगी चाहिँ मान्छेको सफल हुन्छ भन्ने कुरा पनि छैन। आफ्नो व्यक्तिगत जिन्दगी पनि एकातिर छ र गीत सङ्गीतको जिन्दगी नै एकातिर छ। उसले आफ्नो व्यक्तिगत जिन्दगीलाई सेटल गरेर फेरि गीत सङ्गीतमा फर्किन्छ भन्ने हामीले आशा गरेका छौँ। तपाईँलाई थाहा छ रेणुका अब लगभग कति समयसम्म बस्नुहुन्छ होला? अब तिहारसम्म आउने भन्ने कुरो छ। अब अहिलेको दसैँ तिज उतै मानेर आउँछु बाबा भनी छ हामीसित। पहिलो बिहे र सँगै चाडपर्व आफूदेखि अलिकति टाढा हुने भइन्छ? छ एकदमै छ। केही छैन। अब जसरी दर्शकहरूले पहिला रेणुकालाई माया गरिरहनु भएको थियो,
अब पनि त्यसरी नै माया गरिरहनुहुन्छ भन्ने मैले आश गरेको छु। सबैले माया गरिदिनु होला। आफ्नो व्यक्तिगत जीवन र साङ्गीतिक जीवन फरक बाटो हो। अब त्यसको कारणले गर्दा अझै पनि माया चाहिँ निरन्तर गर्नु होला भन्न चाहन्छु। कार्यक्रम सञ्चालक पनि हुनुहुन्छ दाई, त्यहाँको एकदमै ठुलो मेम्बर पनि हुनुहुन्छ। ओहो हाम्रो दाई पनि आउनुभएको छ ल, रवि कार्की दाईसँगै नमराज काप्री भाले हजुरको त जोडी भनेर पनि चिनिनु भएको थियो, रिलको जोडी भनेर। यहाँ अहिले त होइन। कसरी अब रेणुकालाई कसरी मिस गर्नुहुन्छ? कलाकारितामा छोटो समयमा अझै बढी प्रगाढ निकट भएको नाताले पनि र धेरै पारिवारिक हिसाबमा पनि अलि बढी गुलमिल भएको भएर अलिकति नरमाइलो फिल नै भएको छ। किनभने अस्ति भर्खरै केही महिना पनि बितेको छैन बिहे भएको र फेरि म्युजिकल हिसाबमा हेर्ने हो भने पनि बिफोर म्यारिड भन्दा आफ्टर म्यारिड रेणुका अलि फड्को मारेको। दर्शक श्रोताले मन पराइदिनु भएको हिसाबमा अथवा चिन्जानको हिसाबमा उनको लोकप्रियताको हिसाबमा पनि ठ्याक्कै यो बेला चाहिँ देश नछोडेको भए हुन्थ्यो। रेणुकाको बल्ल पिकअप आवर थियो, अहिले नगएको हुन्थ्यो जस्तो चाहिँ लागेको थियो। तर कर्म अब बिहे अघि जस्तो छोरी मान्छेको जिन्दगी बिहे पछाडि नहुँदो रहेछ। हुन त अब यो देशै त्यस्तै छ, परिस्थितिले हामी सबैलाई कुनै दिन देश छाड्न बाध्य नबनाउला भन्न सकिँदैन। तथापि उनको कर्म र यहाँभन्दा उहाँ अझै राम्रो होला, बेटर लाइफ होला भन्ने लाग्छ। अब ठिकै छ, अब कर्मले डोर्याएर कहाँ पुर्याउँछ त्यो हिसाबमा चाहिँ यी नेपालकै हिसाबमा कुरा गर्ने हो भने चाहिँ छोटो समयमा एकदमै धेरै नजिक भयौँ हामी, पारिवारिक रूपमै रहेको भएर अलिकति हो भने सम्भवतः रेणुका अस्मिता नमराजीहरुकै धेरै एकदम म्याक्सिमम उहाँहरूकै छ। अहिलेसम्म हाम्रो जति भागको लगभग 50% उहाँहरूले ओगट्नु भएको छ। कसरी मिस गर्नुहुन्छ नि साथीलाई? एकदम प्यारो साथी हाम्रो भनौँ न, अब सबैको प्यारो, सबैसँग राम्रो रमाइलो मान्छे, घुलमिल हुने नजिक हुने मान्छे। एक त मैले साङ्गीतिक यात्रा सुरु गरेको पहिलो जोडी, मेरो पहिलोचोटि मैले गीत गाएको रेणुका भट्टराईसँग होइन। विदेश जाँदैछ, ठिक छ, उसको करियरको लागि हो होइन, उसको भविष्यको लागि हो। जहाँ गए पनि गीत सङ्गीत नबिर्सिए, आउँदै गरेँ होइन, माया नमारे भइगयो। त्यही यो भन्दै गर्दा चाहिँ अब के साँच्चै रेणुकाले गीत सङ्गीतलाई अलिकति टाढा राख्दैछिन्? अब हिजो हामीले एक एपिसोड उनको खिच्यौँ पनि, उनकै भनाइलाई सपोर्ट लिने हो भने म्युजिकलाई कन्टिन्यू गर्छु त भनिन्छन्। तर यहाँ भए जस्तै कन्टिन्यू त हुँदैन। अब सबै कलाकारहरूले विदेशिने बेलामा ज्यान टाढा भए पनि म यो क्षेत्रबाट टाढा रहँदिनँ हुँदिनँ भनेकै सुन्छु। तर पनि यहाँ भएर रेगुलर गरे जस्तो, नियमित गरे जस्तो त हुँदैन होला। अब उनको वहाँ आफ्नै पारिवारिक माहौल छुट्टै होला, नेपाल जस्तो विदेश नहोला। अब जतिसुकै मान्छेले विदेश भने पनि नेपाल जस्तो सजिलो जिउनको लागि देश अरू कहीँ छ जस्तो मलाई लाग्दैन। यस अर्थमा पनि केही ब्रेक होला, कन्टिन्युटी भए तापनि ब्रेक हुँदै होला जस्तो लाग्छ। अब रेणुका जतिको गायिकाले चाहिँ विदेश जानु पर्यो भने पछाडि कहीँ कतै भोलि यही ठाउँबाट हामी पनि ल जाँदैछौँ है भनेर अन्तर्वार्ता दिनुपर्ने दिन आउने हो कि भन्ने लाग्छ कि लाग्दैन दाइलाई? अब अरूको हकमा के होला, भोलि मेरो के होला थाहा भएन। रेणुका चाहिँ गीत सङ्गीतमा लागेर राम्रो हुँदै पारिवारिक अवस्थाले गर्दा जान लागेकी हुन्। मेला महोत्सवदेखि लगेर लाइभ दोहोरीमा पनि एकदमै व्यस्त गायिका हुँदै स्टुडियोतिर पनि फाटफुट मैले देखेकै हो। व्यावसायिक गीतहरू सँगै लाइभ दोहोरीमा अत्यन्तै व्यस्त हुँदै चाहिँ उहाँको श्रीमान चाहिँ युकेवासी नै भइसक्नु भएको कारणले गर्दाखेरि बाध्यात्मक रूपमा जानुभएको गीत सङ्गीतले लखेटेको चाहिँ होइन। रेणुकालाई पारिवारिक हिसाबमा हुन सक्ला। नमराजीलाई चाहिँ विशेष सोध्न मन लाग्यो कि गीत सङ्गीतमा सङ्घर्ष गर्दै गर्दा भोलि यस्तै दिन मेरो पनि आउने हो कि भन्ने लाग्छ कि लाग्दैन? नहोला भन्न सकिन्न, के थाहा हुन्छ त्यो त सधैँ एउटै हुँदैन मान्छेको। तर रेणुकाको चाहिँ दाइले भने चाहिँ राम्रै नै थियो छन् त, तर पनि पारिवारिक कारणले नि हो। हातमुखे जोड्न गाह्रो भएर युके जान लागेको त होइन, होइन पारिवारिक कारणले पनि जान लागेको। ठिक छ, जहाँ बसी पनि सम्झिनु। कतिको नजिक हुनुहुन्थ्यो जस्तो भिडियोहरू हेर्दै गर्दा है, नमराज र रेणुका त एकदम मिल्ने साथी जस्तो पनि देखिनुहुन्छ होइन? एकदम धेरै नजिक थियौँ हामी, झगडा गर्ने तर म पनि कहिले पनि तिमी नै आउँदैन, उसलाई पनि तिमी आउँदैन, मलाई नै आउँदैन, तँ नै हो बोल्दाखेरि नि है। अनि एकदम नजिककै साथी हो। अब के छ, नमराज र रेणुकाको दोहोरी हामीले कतिको हेर्न पाउँछौँ दाइ? कतिको भिडियोहरू चाहिँ स्टकमा कतिको राख्नु? हिजो एउटा मात्रै छ, त्यसमा पनि हाम्रो लगभग नेपालका रेगुलर कलाकारहरू सबै हुनुहुन्छ। हामीले एउटा फेयरवेल प्रोग्राम जस्तो गरेको थियौँ, एउटा मात्रै छ। अब रेणुकाको धेरै छैन, अब फोनमै गाउनु पर्ला उतै भिडियो कलमा। अन्त्यमा केही छ दाइ? धेरै धेरै
शुभकामना शुभेच्छा छ। जहाँ गए पनि हाम्रो यो सम्बन्ध भोलि हाम्रो युकेमा भेट हुन पनि सक्छ। जेसुकै भए पनि उहाँलाई दर्शक श्रोताले हामी नजिक भएको कारण नै म्युजिक हो। त्यस कारणले म्युजिकलाई चाहिँ सकेसम्म नछोड्नु। ज्वाइँ साहब पनि एकदमै बुझ्ने हुनुहुन्छ, हामी प्रत्यक्ष भेटेर कुरा पनि गरेको छौँ। यो हिसाबमा पनि ग्याप नहोला, कन्टिन्यू नै होला। रेणुकालाई शुभयात्रा, शुभकामना र वैवाहिक जीवन भर्खरै सुरु भएको भएर फेरि पनि वैवाहिक जीवनको शुभकामना छ। बहिनी ज्वाइँको बिचमा कहिल्यै पनि यस्तो नराम्रो सुन्न नपरोस्, त्यही नै हो। त्यही हो दाइले भन्नुभएको सबै कुरा। अब भालेसँग उहाँको बुढीलाई पनि राखेर दोहोरी लिएर आउनु पऱ्यो कि नेपालमा धेरैले माग गर्नुभएको छ। भिडियोमा त देखियो दोहोरीमा चाहिँ कि म्युजिक भिडियोमा होइन दोहोरीमा अब देखिरहेको हुन्छ नि दुईजनाको भिडियो त। सायद एकचोटि मात्रै गऱ्यौँ हामीले। हाम्रो बुहारी नानी एकदमै सोझी टाइपको हुनुहुन्छ, एकदमै सुशील के कम बोल्ने टाइपको हुनुहुन्छ। हेरौँ अब दर्शक श्रोताले खोजिरहनु भयो भने र भाइबारीले मानिदियो भने त्यो स्योर हुन्छ। अब बिहे लगत्तै ल्याइयो, अब मेरो त भतिजा भतिजी भएपछि ल्याउनु पर्ला। शुभकामना छ है। थ्याङ्क यू। आउँदाखेरि भान्जो लिएर आउनु। खाना लाग्दैन कि दिएन ल लिउँ है त 1 2 3 4 यही मछिरेर त यहाँ ल अब के छ अब टाइम कुराको हो कि खाना चाहिँ निकाल्ने एउटा प्लास्टिकमा हालेर लिएर जानु पर्यो। यो लाग्दैन
बसेर